Hello everyone, welcome to my YouTube channel. म चाहिँ नेपाल मेडिकल कलेजको MBBS थर्ड इयर स्टुडेन्ट हो र आज नेपाल मेडिकल कलेजको बारेमा थोरै भिडियोहरू बनाउँदैछु। यो चाहिँ हाम्रो नेपाल मेडिकल कलेजको गेट भयो हैन। अनि यहाँबाट फर्स्टमा इन्ट्री हुने बित्तिकै आउने भनेको यतातिर स्टुडेन्टको चाहिँ बाइक पार्किङ हो। यो देखिरहेको भनेको चाहिँ स्टुडेन्टको बाइक पार्किङ हो। र त्यसपछि यतातिर भनेको यो कार पार्किङ भयो नेपाल मेडिकल कलेज अगाडिको। र हाम्रो गार्डन पनि यतै बाहिर नै छ। यो सबै चाहिँ कार पार्किङ हो र उतै देखिरहेको भनेको मन्दिर भइहाल्यो। अनि हामी अब अगाडि बढ्दै गयौं कार पार्किङबाट। अगाडि बढ्दै जाँदा अब यो भनेको चाहिँ क्लासरुम जाने बाटो भयो। नेपाल मेडिकल कलेजको चाहिँ क्लासरुम। हाम्रो क्लासरुम चाहिँ यही ग्राउन्ड फ्लोरमै छ। यसको ठ्याक्कै राइटमा चाहिँ फर्स्ट क्लासरुम हाम्रो नै हो। र अहिले चाहिँ माथि प्र्याक्टिकल भनेको यो चाहिँ फर्स्ट फ्लोरमा भयो। फ्राप्पो यो चाहिँ फर्स्ट फ्लोरबाटको सिन। र यो फ्लोरमा चाहिँ हाम्रो माइक्रोबायोको प्र्याक्टिकल ल्याबहरू यही फ्लोरमा छ। र यो फ्लोरबाट माथि गयो भने यो चाहिँ हाम्रो ग्राउन्डको भ्यूहरू भयो। ठ्याक्कै हाम्रो एनएमसीको ग्राउन्डको भ्यू। यो चाहिँ हाम्रो फार्माकोलोजी डिपार्टमेन्टवाला फ्लोर हो। र योबाट पनि भ्यू चाहिँ धेरै नै राम्रो छ बाहिरतिर। त्यसपछि अनि अब हाम्रो फार्माको भित्र प्र्याक्टिकल क्लासहरू चाहिँ यहाँ भित्रहरू हुन्छ। यहाँभित्र चाहिँ फार्मा र फिजियोको यही फ्लोरमा छ र हाम्रो फरेन्सिक मेडिसिनको नि यही फ्लोरमा छ, जो चाहिँ थर्ड इयरमा मात्र स्टार्ट हुन्छ। यो चाहिँ भित्रबाटको भ्यू भयो। भित्रतिर चाहिँ यस्तो छ। र उयो लेखिरहेको भनेको यतातिर चाहिँ अब फिजियोलोजीको प्र्याक्टिकल क्लासहरू भइहाल्यो। अघि देखाएको उता चाहिँ फार्माको थियो र यतातिर फरेन्सिक मेडिसिनको पनि क्लासहरू हुन्छ। र यो चाहिँ हाम्रो लास्ट फाइनल कलेजको भ्यू भयो सेकेन्ड फ्लोरबाट। कस्तो छ कमेन्ट गर्नु होला र केही अरू क्वेसन्सहरू सोध्न छ भने कमेन्टमा लेख्नु होला। हस्, थ्याङ्क यू फर वाचिङ दिस भिडियो।